जनताले आफ्नो अधिकार सरकारलाई किन दिन्छन्? आफ्नो सुरक्षा, अधिकारको संरक्षण, समग्र विकास यस्तै जिम्मेवारी पूरा गर्नका लागि। फ्रान्सेली दार्शनिक जेन ज्याक रुसोले भनेका छन्, सत्ता जनताको साझा इच्छाको प्रतिनिधित्व मात्र हो, त्यो इच्छाभन्दा माथि होइन। नेपालको सन्दर्भमा आज फेरि यही प्रश्न बल्झिएको छ। रासोपा वरिष्ठ नेता बालेन्द्र शाहले भोट माग्दा भन्नुभएको थियो, खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। तर बजेट आउँदा स्वास्थ्य क्षेत्रले कुल बजेटको जम्मा 4.8% मात्रै पायो, जबकि विश्व स्वास्थ्य संगठनले कम्तीमा 10% छुट्याउनु पर्ने भन्दै आएको छ। स्वास्थ्य बीमा कार्यक्रम आफै संकटमा छ। अस्पतालहरूलाई तिर्न बाँकी दायित्व अर्बौं पुगिसक्यो। बाचा र वास्तविकता बीचको यो खाडल संयोग होइन, पुरानै रोग हो। पहिलो चुनावी सभामा जनकपुर पुगेर बालेनले भन्नुभएको थियो, प्रदेशलाई यति बलियो बनाउनुपर्छ कि काठमाडौँ जानै नपरोस्, काठमाडौँ त घुम्न जाने ठाउँ होस्, अधिकार माग्न होइन। त्यही भाषणले मधेसमा रासोपाको सुनामी ल्यायो, तर केही महिनामै चितवन महाधिवेशनले प्रदेश सभा नै खारेज गर्ने प्रस्ताव पारित गर्यो। 2 वर्ष अघि प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा रवि र बालेनको प्रतिक्रिया के थियो, सायद त्यो दोहोर्याइरहनु नपर्ला। प्रश्न त्यहीबाट सोधिन्छ जुन च्याप्टर पढाइएको हुन्छ। रासोपालाई जनताले केही गर भनेर 2/3 मत दिएका हुन्, जे गर्छौ गर भनेर पक्कै होइन। जनताले माननीय सम्माननीय बनाएको कुरा कुनै पुरस्कार वा सम्मानपत्र होइन, जुन मनलाग्दी खर्च गर्न पाइयोस् वा भित्तामा टाँसेर रोमाञ्चित हुन सकियोस्। यो मत त तरबार हो, जुन भित्तामा होइन सिलिङमा झुन्डिएको छ र जुनसुकै बेला चुडिने जोखिम छ। प्राचीन रोमका दार्शनिक सिसेरोको द सोर्ड अफ डेमोक्लिस नामको एउटा उपकथा छ, जसको सार के छ भने सिराक्युजका राजाको सिंहासनको तल मोज छ, भोज छ, वैभव छ, तर माथि सिलिङमा एउटा तरबार छ, जुन घोडाको एउटै रौँले झुन्डिएको छ। जुनसुकै बेला त्यो रौँ चुडिन सक्छ। त्यो हो सत्ताको साँचो अनुहार। रासोपा वा कुनै पनि दलले पाउने मत जति ठूलो हुन्छ, जोखिम उति नै ठूलो हुन्छ। न्युटनको चाल सम्बन्धी तेस्रो नियम छ नि, बराबर तर विपरीत प्रतिक्रिया। त्यसैले जुन ओठले राज्यको चरम असफलता भन्थ्यो, त्यही ओठ आज मौन रहनु दुर्भाग्य हो। सरकार नागरिकले प्रश्न सोधिरहँदा चुप बस्ने वा घटना भइसकेपछि मात्रै बोल्ने बानी छोड्नुपर्छ। जवाफदेहिता जति बढी हुन्छ, प्रश्नको भार त्यति कम हुँदै जान्छ। सोच्नुहोस्।